मायालुले बुझ्ने गरेर यसरी मेरो मायालुले गुफाको यस्तो राम्रो छ कि आज बिहानको भ्यू गुफा पोखरी हो यो चाहिँ है साथीहरु एकदम खतरा भ्यू हिमालहरू देखिरहेको छ यस्तो दामी है यहाँदेखि तल चाहिँ हाम्रो गाउँ पर्छ है यो देखेकोहरू चाहिँ यहाँदेखि हिँड्दै हुँदै आएको हो ओभर दामी देखिरहेको छ आउन सक्नुहुन्छ अझ माथिबाट खिच्नु पाएको भए राम्रो हुन्थ्यो मलाई अलिक सन्चो नभएको कारणले गर्दा यहीँबाट खिच्नु भिडियो खतरा बाटो यो धेरै 15-20 वर्ष अगाडि हिँडेको बाटो है साथीहरूलाई लिएर आएको कहाँ भुल्यो अब जाँदा त गाडीमै गयो ट्रेकिङ गर्ने भनेर हिँडेर आयो यस्तो छ बाटो कसरी ठम्याउने है कसरी जाने होला टेन्सन भयो के मलाई त भन्दा नि है बाघ भालु पो हुन्छ कि जस्तो लाग्यो यस्तो छ हेर्नु न यस्तो छ गाइस साथीहरू है अचम्मै लाग्यो क्या कता जाने यता जाने हो कि यता जाने कहाँ लाने हो उनीहरूलाई अब उफ नआएको भए हुन्थेछ जस्तो लाग्यो है यस्तो बाटो थाहा भएन नि त धेरै वर्ष भयो मान्छे नै हिँड्दैन रहेछ हेर्नुहोस् त ओ माइ गॉड ल है साथीहरू छोडा घुमाउने लाग्छ होला हो आज बाफ्रे डेन्जर्स पो भयो त खोजेर अनि भेटाएर ल्याएर आएको हो ल यस्तो बाटो चाहिँ बाटो हेर्दा त यही नै हो जस्तो छ बाटो त कहाँ हो त अनि बाटो हेर्दै पहिले आउँदै हिँड्दैछु हिँड्न चाहिँ यो बाटो चाहिँ हो तर मान्छे नहिँडेर यस्तो भएको हो कि कस्तो खालको झर्गन आयो चलो 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 घुमाता है किधर घुमाता है पता नहीं ये लोगों ने रास्ता ऐसा है कहाँ जाना है पता नहीं मम्मी म जान्न होला अबदेखि ट्रेकिङ ओ ढुङ्गा खसेर तलको मान्छेलाई चार पाउ टेकेर हिँड्दैछन् कोही दिदी होइन हौ खुट्टा चिप्लेर उइमा कुडी काँडामा ए काँडाले घोच्छु यार उकाली ओरालीहरूमा अन्त नि मलाई पनि त्यस्तो लाग्यो यार जङ्गल छ यार डरै मर्दो के गर्ने होला बाटो छैन यस्तो चाहिँ हालत ट्रेकिङ हिँड्न मन गर्नेहरूको हालत
टेस्टै फाल्टै हुन्छ है। अब चाहिँ बाटो भेटियो, एकदम खुसी लागेको छ, टेन्सन भएन एकदम। अब चाहिँ ठ्याक्कै बाटो भेट्यो। ऊ त्यो देखेको त्यो छ नि, त्यो स्कुलमा पुग्नु पर्ने हो क्या हामी। बाटै भुल्यो।